आज चाहिँ म यता माइजूरको घरतिर आएको थिएँ अनि आज यहाँनिर टेङ्गा छ कि एउटा टेङ्गा घाँस म देखाउँछु है त हजुरहरूलाई। यो टेङ्गा चाहिँ के टेङ्गा होला कसैले चिन्छ कि? नाम चाहिँ के होला मलाई चाहिँ थाहा छैन यो टेङ्गाको नाम चाहिँ। पर पाक्यो भने खान्छ, रातो हुन्छ पाक्यो भने चाहिँ। अलिअलि हुँदैछ अनि अझै एउटा छ यहाँनिर रोप्नु है, म देखाउँदैछु। यो यहाँनिर छ एउटा देख्नु, भित्रभित्र कोही कोही चाहिँ पाकेको छ। यो चाहिँ धेरै लागिरहेको रहेछ यहाँ चाहिँ। एउटा पाकेको चाहिँ टिपिदिउँ न। यस्तो देख्दो रहेछ कि टेङ्गा चाहिँ यो। अनि यो टेङ्गा चाहिँ मैले एउटा टिपेर ल्याएको थिएँ अनि यो चाहिँ खाएर बहुत टेङ्गा छ। के टेङ्गा होला यो चाहिँ, यसको पनि नाम चाहिँ मलाई थाहा छैन। अचार बनाएर निमक र खोर्सानी चाहिँ मिचेर चाहिँ मजा लाग्छ खानुलाई।